हेलो एन्ड नमस्ते। मेरो पछाडि रहेको छ 12th सेन्चुरीबाट बन्न सुरु भएको एडिनबर्ग क्यासल। यति सुन्दर शान्त स्कटल्यान्डको राजधानी एडिनबर्गको बीचमा 80 मिटरको उचाइमा रहेको छ यो क्यासल। पहिलो झलक आफ्नो नाङ्गो आँखाले देख्न पाउँदा चाहिँ एकदमै खुसी भएको थिएँ म। यति सुन्दर ऐतिहासिक क्यासल घुम्न र यसको डकुमेन्ट्री भिडियो बनाउन हामी चाहिँ अहिले क्यासलभित्र इन्टर गऱ्यौँ हैन। यो क्यासल चाहिँ यति खतरा रहेछ नि हैन, कुरै नगरौँ कि लाइक नेपालहरूको गढी भन्दा पनि बेस्ट के। ढुङ्गाको माथि बनेको क्यासलको सुरक्षाको लागि माथि तोप र तर अङ्ग्रेजी नआउनेहरूको लागि अडियो गाइड्सको पनि व्यवस्था रहेको छ। एउटा हेर्दा चाहिँ एउटा ढुङ्गाको माथि भए पनि माथि आएपछि चाहिँ पुरै गाउँ जस्तै रहेछ हैन। अनि यो चाहिँ खत्रै लाग्यो मलाई चाहिँ। यो देख्दाखेरि हाम्रो चितवनको उपरदन गढीको याद आयो होइन, ठ्याक्कै यस्तै त्यो गढी। अनि लेट्स सी फ्रम हियर। सेतो बादल निलो आकाशसँगै जोडिएको समुद्र र 1879 मा बनेका पुराना घरहरू र अगाडि ठ्याक्कै 1842 मा गौतिक रिभाइभल स्टाइलमा बनेको टुलबुथ कक देख्न पाउँदा चाहिँ इतिहासमा पुगे जस्तो लाग्यो। क्यासलको वेस्टर्न पार्टमा चाहिँ 1897 मा बनेको हस्पिटल सँगै फिल्ड मार्शल अल ह्याकको स्ट्याचु पनि देख्न सकिन्छ। स्कटिसहरूले 11-12 सेन्चुरीमा पनि यस्तो खतरा कुरा ठाउँ बनायो कि कुरै नगरौँ के यार। यहाँ त सानो पब्लिक म्युजियम रहेछ। अनि यो चाहिँ 1942 को अथेन्टिक मिलिट्री भिडियो। आफ्नो धर्म, कला, संस्कृति, इतिहासलाई चाहिँ यसरी सुरक्षित जोगाएर राखिएको देखियो, जुन चाहिँ हामी नेपालीले सकिरहेका छैनौँ। क्यासलको साउथ पार्टमा चाहिँ गभर्नर हाउस रहेको छ, बिल्ड इन 1742। हामी चाहिँ भर्खरै फक गेटबाट इन्टर गऱ्यौँ। अनि त्योभन्दा माथि आइसकेपछि यस्तो राम्रो गार्डनहरू भएको ठाउँहरू आउँदो रहेछ होइन। जति एक्सप्लोर गरे पनि सकिँदैन कि लिटरली भन्नुपर्दा फेरि। ओहो, अनि यहाँ चाहिँ एउटा क्याफे पनि रहेछ। अनि यो चाहिँ क्यासलको सबैभन्दा माथिल्लो भाग, जहाँ चाहिँ ठुला तोप, गोला, सानो सिमेन्ट्री अनि 500 वर्षसम्म उपयोग गरिएको खानेपानीको इनार रहेको छ। यो चाहिँ सबैभन्दा पुरानो बिल्डिङ रहेछ यो क्यासलको, जुन चाहिँ 1130 मा बनेको। अनि पहिला चाहिँ यहाँ रानी बस्नुहुँदो रहेछ, मार्गेट भन्ने। यस्तो छ, एकदमै सानो स्पेस अकुपाई गरेको छ यसले। अनि यसको सिसाहरू पनि पुरै डिजाइन गरेको अनि पेन्टेडवाला रहेछ। अनि अहिले चाहिँ यहाँ जेसस क्राइस्टलाई ल्याएर राखेको रहेछ यो बक्समा सानो होइन। सो सी, यो चाहिँ 1130 मा बनेको है त गाइस। यु क्यान सी स्टिल केही पनि भएको छैन। यो बिल्डिङभित्र चाहिँ भिडियो बनाउन मिल्दो रहन्छ। सो आफै आउनु, आफै घुम्नु अनि आफै एक्सप्लोर गर्नु है। त्यसपछि हामी लाग्यौँ क्यासलको इस्टर्न पार्टमा रहेको बिल्डिङभित्र, जहाँ चाहिँ सानो गिफ्ट सप रहेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। ठ्याक्कै पसलको साइडमा चाहिँ राजा रानीहरूको पुरानो तस्बिर, मूर्ति सँगसँगै प्रचलनमा ल्याइएको पुरानो कोठाहरू पनि जस्ताको तस्तै रहेछ। युकेको मात्र नभएर सारा संसारको इतिहास झल्काउने 340 मिलियन वर्ष पुरानो भोल्क्यानिक रकमाथि 1130बाट बन्न सुरु भएको एडिनबर्ग क्यासल चाहिँ स्वर्गको टुक्रो नै हो। जस्तै छोडेर आउनु मनै थिएन र मन भारी बनाएर आउनु परेको थियो। एडिनबर्ग क्यासलको बारेमा बनाएको सानो डकुमेन्ट्री भिडियो चाहिँ यही नै हो। सो थ्याङ्क यू फर वाचिङ। अनि युकेमा हुनुहुन्छ भने चाहिँ आउनुहोस्, घुम्नुहोस्। ओके, बाई।